फाइनली साथीहरु म तपाईहरु सामु एकदम छुट्टै विशेष भिडियो ल्याएको छु। हजुरहरुले अन्तिमसम्म स्किप नगरिकन हेर्नु होला भन्दै यो भिडियो सुचारु गर्न चाहन्छु। पक्कै पनि साथीहरु यो भाइरल रोड रहेको छ। यो नुवाकोट जिल्ला लिखु र सिक्रे जाने बाटो पर्ने गर्दछ भने यस भाइरल रोड भित्र हजुरहरुले पक्कै पनि टिकटक बनाएकै होला, जस अन्तर्गत तपाईहरुले टिकटक पनि कमेन्टमा पठाइदिनु होला भन्दै कसले बनाउनु भएको छ कमेन्टमा पठाइदिनु होला भन्दै अनुरोध गर्दै यस भाइरल रोडको बारेमा थोरै चर्चा गर्ने छौं। भिडियो अन्तिमसम्म हेर्दै गर्नुहोला। पक्कै पनि साथीहरु यो भाइरल रोडबाट प्राय जसो लिखु तलाखु छापका मानिसहरुलाई एकदम फास्ट्यागको रूपमा प्रयोग गर्न सक्ने गर्दछ। यस तलाखु लिखु छापका मानिसहरुलाई काठमाडौँ जाने आउजाउ गर्नका लागि एकदम छोटो दूरीको रूपमा प्रयोग गर्ने गर्दछ। यस भाइरल रोडमा प्राय जसो सबै मानिसहरुले टिकटक बनाउने र छोटो दूरीको रूपमा पनि प्रयोग गर्ने गर्दछ। जुन देख्न सक्नुहुन्छ हजुरहरुले रोडको एक्सेस हुने एकदम फराकिलो रहेको छ भने यस ठाउँमा घुम्नका लागि पनि एकदम रमाइलो र एकदम फुर्तिलो नै अनुभव गर्ने गर्दछ। यो ठाउँबाट खोलेगाउँ हुँदै गुर्जे भन्ज्याङ र टोखा झोरसम्म पुग्ने यात्रा तय गर्न सकिन्छ, जस अन्तर्गत तपाईहरुले छोटो दूरीको रूपमा प्रयोग गर्ने गर्दछ। यस सडकबाट तलाखु छाप र लिखुका वासीहरुले एकदम सुविधा लिएको अनुभव गर्ने गर्दछ। साथीहरु तपाईहरुले देखिसक्नुभयो यस भाइरल रोड एकदम राम्रो देखिन्छ भने तपाईहरु पनि एकचोटी अवश्य पाल्नु होला भन्दै यो भाइरल बनाउनका लागि सबै आम जनताको भूमिका रहन्छ भन्दै अन्त्य गर्दै हजुरहरु सामुबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। अर्को भिडियो फेरि भेटौँला। हुन्छ त साथीहरु, आजको यस बसन्त युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण साथीहरुलाई धेरै धन्यवाद। र सँगसँगै लिएर बसन्त युट्युब च्यानल सब्स्क्राइब गरेर यसमा भएका एउटा कमी कमजोरीहरु ओल्याइ तपाईहरुका सुझाव सल्लाह प्रतिक्रियाहरुको धेरै गाँसा छ। कमेन्ट भए कमेन्ट, लाइक भए लाइक गरिदिनु होला भन्दै आजको दिनबाट यस बसन्त युट्युब च्यानलबाट म कविता आस्था भएकोले यात्री पनि बिदा हुन चाहन्छु। हस्त नमस्ते।